नमस्ते। आज हामी कक्षा 11 को निकै नै इम्पोर्टेन्ट टपिक ल अफ सप्लाई चाहिँ आज हामी यस भिडियोमा कभर गर्न गइरहेका छौँ। सुरुमा ल अफ सप्लाई भनेको के हो त? यो लले के भन्छ भन्दाखेरि अदर थिङ्स रिमेनिङ सेम, अन्य कुराहरू जस्ताको तस्तै रहेको बेला यो अन्य कुरा अदर थिङ्स के हो हैन, के कुरा चाहिँ चेन्ज हुनु हुँदैन, त्यो चाहिँ भरे हामी एजम्सनमा पढ्छौँ हैन। अदर थिङ्स रिमेनिङ सेम, क्वान्टिटी सप्लाइड इन्क्रिजेज विथ राइज इन प्राइस। प्राइस बढेसँगै, प्राइस राइज भएसँगै के हुन्छ, क्वान्टिटी सप्लाई पनि इन्क्रिज भएर जान्छ अरे, एन्ड भाइस वर्सा। र त्यसै गरी प्राइस घटेसँगै क्वान्टिटी सप्लाई पनि डिक्रिज भएर जान्छ। यो लबाट हामीले क्लियरली के देख्न सकिन्छ भन्दाखेरि प्राइस र यहाँनिर सप्लाईको के छ, पोजिटिभ रिलेसनसिप छ। प्राइस बढ्यो भने सप्लाई पनि बढ्ने, त्यसै गरी प्राइस घट्यो भने सप्लाई पनि घट्ने। के देख्न सकिन्छ भने प्राइस र सप्लाईको पोजिटिभ रिलेसनसिप देख्न सकिन्छ। यो ललाई बुझ्नको लागि हामीले प्रोड्युसरको पोइन्ट अफ भ्यूबाट हामीले हेर्नुपर्ने हुन्छ। हामी चाहिँ प्रोड्युसर मान्नुपर्छ क्या। त्यसै गरी ल अफ डिमान्ड बुझ्नलाई चाहिँ हामीले आफूलाई कन्ज्युमरको रूपमा हेर्नुपर्ने हुन्छ, कन्ज्युमरको पोइन्ट अफ भ्यूबाट हेर्नुपर्ने हुन्छ। सप्लाईलाई ल अफ सप्लाईलाई चाहिँ प्रोड्युसरको पोइन्ट अफ भ्यूबाट हामीले हेर्नुपर्ने हुन्छ। यो लले के भनौँ भन्दाखेरि यदि कमोडिटी अथवा गुड्सको प्राइस बढ्यो भने त्यसको सप्लाई पनि बढेर जान्छ, र त्यसै गरी गुड्स अथवा कमोडिटीको प्राइस घट्यो भने क्वान्टिटी सप्लाई पनि घटेर जान्छ हैन। यो लले यही भनेको छ। र अब यो लको लागि हैन हामीले केही कुरा एज्युम गर्नुपर्ने हुन्छ। यो लको केही एजम्सनहरू छ हैन। यो कुरा हामीले एज्युम नगरेको केसमा, यदि हामीले यो कुरालाई एज्युम गरेनौँ भने यो ल फेलर हुन्छ हैन। त्यही भएर हामीले केही कुराहरू चाहिँ एज्युम गर्नुपर्ने हुन्छ। सुरुमा के छ भन्दाखेरि नो चेन्ज इन नम्बर अफ फर्म्स। फर्म्स भनेको चाहिँ प्रोडक्सन युनिट हो, जसले हैन प्रोडक्ट, गुड्स अथवा सर्भिस प्रड्युस गर्छ वा त्यसलाई सेल गर्छ, त्यसलाई के भनिन्छ, फर्म्स भनिन्छ हो। फर्मको सङ्ख्या, फर्मको नम्बर अफ फर्म पनि चेन्ज हुनु भएन। किन भन्दाखेरि मार्केटमा जति फर्म छ त्यतिले त सप्लाई गर्ने राखेको हुन्छ। त्यो बेला फर्म थपियो भने न्यू फर्म इस्टाब्लिस भएर न्यू फर्म इस्टाब्लिस भयो हैन। प्रफिट अर्न गर्ने उसले अपर्च्युनिटी देखेर मार्केटमा इन्टर गरेर उसले के गर्छ, सप्लाई गर्छ, थोरै धेरै सप्लाई गर्छ भनेपछि मार्केटमा अलरेडी भएको फर्म अहिले सप्लाई गरिरहेको हुन्थ्यो। त्यो बेला नयाँ न्यूली इस्टाब्लिस फर्मले पनि सप्लाई गर्ने हुन्छ। त्यसको कारणले गर्दा के भयो, सप्लाई इन्क्रिज भएर गयो। तर प्राइस त, मार्केटको प्राइस त चेन्ज भएको छैन। मार्केट प्राइस जति छ त्यति नै सप्लाई इन्क्रिज भइरहेछ क्या। यहाँ के देख्न सकिन्छ, प्राइस कन्स्ट्यान्ट छ, प्राइस चेन्ज भएको छैन। त्यही पनि फर्म, नम्बर अफ फर्म बढेर प्रोडक्सन बढ्यो, नम्बर अफ फर्म बढेपछि प्रोडक्सन बढ्यो, प्रोडक्सन बढेसँगै सप्लाई पनि बढेर गयो। यहाँ चाहिँ यो खण्डमा, यो बेला चाहिँ, यो केसमा चाहिँ यो ल फेल हुन्छ। किन भन्दाखेरि यो लले के भन्छ, सप्लाई त त्यो बेला बढ्छ जुन बेला प्राइस बढेको हुन्छ। तर यो केसमा फर्म, नम्बर अफ फर्म बढेको केसमा के भयो, प्राइस नबढ्यो पनि हैन, प्राइस नबढ्यो पनि सप्लाई इन्क्रिज भएर गयो। त्यही भएर हामीले के एज्युम गर्नुपर्छ भन्दाखेरि नम्बर अफ फर्म्स चाहिँ इन्क्रिज हुनु भएन अथवा डिक्रिज हुनु भएन अथवा चेन्ज हुनु भएन। र त्यसै गरी यदि नम्बर अफ फर्म्स कम भयो भने हैन, अहिले त नम्बर अफ फर्म्स इस्टाब्लिस भयो तर कसैले त डिस्क्लोज पनि गर्छ नि त हैन, कसैले बन्द पनि त गर्छ नि त। ऊ घाटामा छ भने उसले आफ्नो फर्मलाई बन्द गर्छ हो। बन्द गरेको बेला सप्लाई फेरि के हुन्छ, प्रोडक्सन हुँदैन, प्रोडक्सन घट्छ, प्रोडक्सन घटेसँगै सप्लाई पनि घटेर जान्छ। प्राइस यथावत छ, प्राइस जस्ताको तस्तै छ हो। त्यही भएर हामीले के एज्युम गर्नुपर्छ भन्दाखेरि नम्बर अफ फर्म्स चेन्ज हुनु भएन। र अर्को छ नो चेन्ज इन टेक्नोलोजी। टेक्नोलोजीमा पनि चेन्ज हुनु भएन। किन भन्दाखेरि अब टेक्नोलोजी इम्प्रुभ भयो भने लो कस्टमै हाई प्रोडक्सन हुन्छ हैन। अथवा भनौँ जस्तै उनीहरूको लागतमा, जति लागतमा अहिले जति प्रोडक्सन गर्दै थियो नि, टेक्नोलोजी इम्प्रुभ भयो भने त्यति नै लागतमा त्योभन्दा बेसी युनिट्स के हुन्छ, प्रड्युस हुनसक्छ क्या। त्यही लागतमा धेरै क्वान्टिटी, धेरै नम्बर अफ गुड्स प्रड्युस हुन्छ। यसको मतलब कस्ट अफ प्रोडक्सन घटेर जान्छ। कस्ट अफ प्रोडक्सन घटेर गएपछि प्रोडक्सन बढ्दै हुन्छ, प्रोडक्सन बढेपछि सप्लाई पनि बढ्छ। यदि टेक्नोलोजी इम्प्रुभ हो भने, यदि टेक्नोलोजीमा तेजी छ भने, राम्रो एडभान्स
टेक्नोलोजी अझै एडभान्स हुँदै गयो भने कस्ट अफ प्रोडक्सन घट्छ, कस्ट अफ प्रोडक्सन घटेसँगै सप्लाई बढ्छ, प्राइस जस्ताको त्यस्तै छ। प्राइस चेन्ज नभए पनि सप्लाई बढेर गयो। तर यो लले के भन्छ, सप्लाई त त्यो बेला मात्रै बढ्छ जुन बेला प्राइस बढेको हुन्छ, तर टेक्नोलोजी इम्प्रुभ भयो भने त प्राइस जस्ताको जस्तै हुँदा पनि के हो, सप्लाई बढेर गयो नि त। र त्यसै गरी यदि टेक्नोलोजी चाहिँ आउटडेटेड भयो, पुरानो भयो, ओल्ड भयो होइन भने त्यो टेक्नोलोजी के हुन्छ, एक त स्लोली काम गर्ने हुन्छ, स्लो रेटमा काम गर्ने हुन्छ होइन। अर्को भनेको यसले चाहिँ हाम्रो कस्ट अझै बढाउने पो हुन्छ क्या। अझ भन्नुपर्दाखेरि हाम्रो कस्टलाई रिड्युस गर्नुको सट्टा यसले इन्क्रिज पनि गर्न सक्छ कि ओल्ड मेसिनहरूले, जसले गर्दाखेरि प्रोडक्सन हाम्रो घट्छ, प्रोडक्सन घटेपछि टेक्नोलोजी पनि घट्छ, सरी सप्लाई पनि घट्छ। त्यसैले के याद गर्नुपर्छ भन्दाखेरि टेक्नोलोजी पनि चेन्ज हुनु भएन होइन। र अर्को छ नो चेन्ज इन प्राइस अफ फ्याक्टर अफ प्रोडक्सन। फ्याक्टर अफ प्रोडक्सन ल्यान्ड, लेबर, क्यापिटल यस्तो कुराहरूको प्राइस चेन्ज हुनु भएन, किनभने फ्याक्टर अफ प्रोडक्सन हो, त्यही प्रोडक्सनको फ्याक्टरले नै हामीले के गर्ने हुन्छ, गुड्स प्रोड्युस गर्ने हुन्छ। यदि फ्याक्टर अफ प्रोडक्सनको प्राइस बढ्यो भने हाम्रो के हुन्छ, प्रोडक्सन घट्छ होइन। र त्यसै गरी प्रोडक्सन घट्यो भने के हुन्छ, सप्लाई घटेर जान्छ। र त्यसै गरी यदि फ्याक्टर अफ प्रोडक्सनको प्राइस घट्यो भने हाम्रो प्रोडक्सन बढ्छ, प्रोडक्सन बढेसँगै के हुन्छ, सप्लाई पनि बढेर जान्छ। तर प्राइस त त्यही छ होइन, प्राइस अफ द गुड्स, प्राइस अफ द कमोडिटी त त्यही छ। प्राइस चेन्ज नहुँदा पनि के हो, सप्लाई बढेर गयो अथवा घटेर गयो। त्यही भएर हामीले के एज्युम गर्नुपर्छ भन्दाखेरि फ्याक्टर अफ प्रोडक्सन चेन्ज हुनु, प्राइस अफ फ्याक्टर अफ प्रोडक्सन चेन्ज हुनु भएन। र अर्को छ नो चेन्ज इन प्राइस एक्सपेक्टेसन। प्राइस एक्सपेक्टेसनमा चेन्ज हुनु भएन। यसको मतलब भोलिको दिनमा अहिले मानौँ अहिले 100मा बेचिरहेको सामान अबको केही दिनमा यो 150 पुग्छ भन्ने लाग्यो भने हामी त अहिले मैले के भने, हामी त यहाँ बायरको सेलरको रूपमा हामीले यहाँ हेर्नुपर्ने हुन्छ नि त होइन। हामी त प्रोड्युसरको रूपमा हेर्नुपर्ने हुन्छ, हामीले सामान बेच्नुपर्ने हो होइन। भने अब केही दिनमा यो हामीले 100 रुपियाँ बेचिरहेको सामान 150 पुग्छ भने त हामी त्यो अहिले 100 रुपियाँ पर्ने सामानलाई स्टक गर्छौँ कि होल्ड गर्छौँ, हामी एक दुई दिन सप्लाई लेस गर्छौँ क्या, सप्लाईलाई घटाउँछौँ। र 150 पुगेपछि हामी त्यसलाई हामी के सोध्छौँ भन्दा 150 रेट पुगेपछि हामी सप्लाई इन्क्रिज गर्ने सोध्छौँ। त्यो बेला के हुन्छ, प्राइस कन्सटेन्टै रहँदा पनि हामीले के गर्छौँ, सप्लाई घटेर गयो, भोलिको दिनमा प्राइस बढ्छ भन्ने हामीले एक्सपेक्ट गऱ्यौँ भने। र त्यसै गरी अहिले 100मा पर्ने सामान अब केही दिनमा त घट्छ भन्ने लाग्यो भने हामी अहिले के गर्छौँ, प्रेजेन्टमा के गर्छौँ, सप्लाई बढाइदिन्छौँ क्या। कमसेकम 100मै भए पनि हामी जति सक्दो त्यति बेच्न खोज्छौँ होइन। पछि 80मा मानौँ प्राइस घटेर 80-50 पुग्यो भने त हाम्रो मार्जिन घट्छ, बरु अहिले 100 हुँदै हामी धेरै बेच्न खोज्छौँ क्या हो किन। प्राइस चेन्ज त भएन नि, प्राइस चेन्ज नभए हामीले सप्लाई बढाएर गयो, केले गर्दा, हाम्रो प्राइस एक्सपेक्टेसनमा चेन्ज भएको कारणले गर्दा। र अर्को छ नो चेन्ज इन अब्जेक्टिभ्स अफ फर्म। फर्मको अब्जेक्टिभ चेन्ज हुनु भएन। अब फर्महरूको भेरियस अब्जेक्टिभ्स हुन्छ, धेरै अब्जेक्टिभ्स हुन्छ, कसैको प्रोफिट म्याक्सिमाइजर हुन्छ, कसैको सेल्स म्याक्सिमाइजेसन हुन्छ, कतिको मार्केट एक्सपेन्सन हुन्छ। यदि प्रोफिट म्याक्सिमाइजेसन हो भने चाहिँ यो लले काम गर्छ, किनभने प्रोफिट म्याक्सिमाइजेसन यदि कुनै पनि फर्मको गोल हो, अब्जेक्टिभ हो भने चाहिँ यो लले काम गर्छ। किन भन्दाखेरि प्राइस बढेको हामी सप्लाई बढाउँछौँ, प्राइस बढेको हाम्रो मार्जिन, प्रोफिट मार्जिन पनि बढ्छ, प्रोफिट मार्जिन बढेसँगै हाम्रो प्रोफिट पनि के हुन्छ, म्याक्सिमाइज हुन्छ। त्यो ल चाहिँ टार्गेट हुन्छ यो लले। तर यदि सेल्स म्याक्सिमाइजेसन हो भने त, यदि प्रोफिट म्याक्सिमाइजेसन फर्मको गोल प्रोफिट म्याक्सिमाइजेसनबाट सेल्स म्याक्सिमाइजेसनतिर गयो भने, चेन्ज भयो भने हाम्रो के हुन्छ, प्राइस कममा पनि हामी धेरै सप्लाई गरिदिन सक्छौँ होइन। प्राइस धेरै बढ्यो भने पनि हामी सप्लाई बढाउन सक्छौँ होइन। यसको मतलब के भन्दाखेरि यदि प्राइस कम हुँदा पनि यदि सेल्स म्याक्सिमाइजेसन हो, यदि फर्मको अब्जेक्टिभ सेल्स म्याक्सिमाइजेसन भयो भने के गर्छौँ, हामी लो प्राइस छ भने पनि सप्लाई बढाइदिन्छौँ, हाई प्राइस छ भने हामी सप्लाई बढाइदिन्छौँ क्या। अब यदि लो प्राइस भएको बेला त यो लले के भन्छ, लो प्राइस हुँदा हामी सप्लाई पनि लो हुन्छ भन्छ। तर यहाँ सेल्स म्याक्सिमाइजेसन हुँदा लो प्राइसमा पनि हाई सप्लाई हुन्छ। तर यो इक्जाममा लेख्दा चाहिँ यो एजम्सनलाई एक्सप्लेन गर्नु पर्दैन, यो चाहिँ मैले तपाईँहरूलाई बुझाउनुको लागि मात्रै भनेको होइन। यो ललाई अझै बुझ्नको लागि हामी डिमान्ड सेड्युल सप्लाई सेड्युल र सप्लाई कर्भ पनि बनाउँछौँ। यहाँ चाहिँ के छ, सप्लाई सेड्युल छ होइन। र सप्लाई सेड्युल पछि
यो सप्लाई सेड्युललाई हामीले ग्राफमा प्लट गर्छौँ र यहाँ हामी सप्लाई कर्भ बनाउँछौँ हैन। सप्लाई सेड्युलमा चाहिँ हामीले लभ सप्लाईको आधारमा हामीले यो सप्लाई सेड्युल बनाएको छौँ। लभ सप्लाईले के भन्छ, प्राइस बढेसँगै क्वान्टिटी बढ्छ, प्राइस घटेसँगै क्वान्टिटी घट्छ भनेको छ हैन। सुरुमा के चाहिँ इनिसियल प्राइस 5 हुन्छ, 5 हुँदा हाम्रो सप्लाई 20 थियो र 5 देखि जब 10 मा प्राइस बढेर गयो त्यो बेला हाम्रो क्वान्टिटी पनि बढेर 40 पुग्यो र त्यसै गरी प्राइस 10 देखि 15 बढेसँगै क्वान्टिटी पनि 40 देखि 60 बढेर गएको छ र 15 देखि 20 प्राइस 15 देखि 20 मा बढेर जाँदाखेरि हाम्रो सप्लाई पनि 60 देखि 80 मा बढेर गएको छ र त्यसै गरी 20 देखि 25 मा प्राइस बढेर जाँदा हाम्रो क्वान्टिटी सप्लाई पनि 80 देखि 100 मा बढेर गएको छ। यहाँ अब के छ भन्दाखेरि प्राइस चाहिँ रुपिसमा छ हैन र क्वान्टिटी सप्लाई चाहिँ केजीमा छ हो। त अनि यो यहाँ चाहिँ हामीले लभ सप्लाईको आधारमा यो सेड्युल बनाएको छौँ हैन। प्राइस बढ्दै गएको छ र सप्लाई पनि के भएको छ, बढ्दै गएको छ। अब यही कुरालाई चाहिँ हामीले यो यहाँ मैले अलरेडी ग्राफ बनाइसकेको छु हैन। यहाँ हामीले प्लट गर्नुपर्ने हुन्छ। एक्स एक्सिसमा हामीले क्वान्टिटी सप्लाई राखेको छौँ हैन। क्वान्टिटी सप्लाई चाहिँ हामीले एक्स एक्सिसमा राखेको छौँ भने प्राइसलाई चाहिँ हामीले केमा राखेको छौँ, वाइ एक्सिसमा राखेको छौँ। सुरुमा के भन्दाखेरि हाम्रो इनिसियल प्राइस 5 हुँदा हाम्रो सप्लाई कति छ, 20 छ हैन। हाम्रो इनिसियल प्राइस 5 हुँदा हाम्रो सप्लाई कति छ, 20 छ। 5 हुँदा हाम्रो सप्लाई 20 छ र त्यसै गरी 10 हुँदा हाम्रो सप्लाई कति छ, 40 छ। 10 हुँदा 40 छ, 10 हुँदा 40 छ हैन र 15 हुँदाखेरि हाम्रो 60 छ। 15 हुँदा हाम्रो 60 छ हैन र 20 हुँदा 80 छ, 25 हुँदा 100 छ। 20 हुँदा हाम्रो 80 छ, 20 हुँदा 80 छ र त्यसै गरी 25 हुँदा 100 छ। अब हामीले यो डट्सलाई हामीले कनेक्ट गर्यो भने के भन्छ, सप्लाई कर्भ बन्छ हैन। यसलाई हामीले एस लेख्न सक्छौँ। यसलाई यो पहिला ए, यसलाई बी, ए बी सी डी र ई लेख्न सक्छौँ। एसएस भनेको के, हाम्रो सप्लाई कर्भ हो। एसएस भनेको हाम्रो के अरे, सप्लाई कर्भ हो। हामीले यसरी इक्जाममा देखाएर हैन फिगरमा यसरी प्लट गरेर यही फिगरलाई अलिकति एक्सप्लेन गर्यो भने हामीले राम्रो मार्क्स ल्याउन सक्छौँ।